यदि तपाईहरुलाई एउटा ह्युमनोइड रोबोटले म तिमीलाई मन पराउँछु, आई वान्ट टु स्टे एन्ड बी विथ यु टुगेदर फरएभर भनेर भन्यो भने कसरी रियाक्ट गर्नुहुन्छ? इट सिम्स इम्पोसिबल, राइट? यस्तै खालको मुभीको आज रिभ्यू लिएर आएको छु जसको नाम हो सोलमेट। यो एउटा साइफाई इरोटिक हरर थ्रिलर मुभी हो। अस्ति भर्खरै अगस्त 1 मा रिलिज भएको मेगन फ्रेन्चाइजको मुभी रहेछ। मेगनको स्पिन अफ मुभी हो। यसको प्रोड्युसर जेम्स वान रहेको छ जसले चाहिँ इन्सिडियस सिरिज, स सिरिज, कन्जुरिङ सिरिज, एनाबेल, अस्ति भर्खरै रिलिज भएको मोर्टल कम्ब्याट 2, ब्याकरूम्स जस्तो मुभिजको प्रोड्युसर हो जेम्स वान। यसको स्टोरीको कुरा गर्ने हो भने डेभिड भन्ने एकजना डेभलपर एआई कम्पनीमा काम गरिरहेको हुन्छ र ऊ एकदम एक्लो हुन्छ, लोनली फिल गरिरहेको हुन्छ। घरमा कोही हुँदैन, साथीहरू बोल्नलाई कोही पनि हुँदैन र उले त्यही एआई कम्पनीको एउटा प्रिमियम लिगेर च्याट गर्ने, बिस्तारै बिस्तारै भोइसबाट कुरा गर्ने र एउटा ह्युमनोइड रोबोट उसको घरमा बेटा टेस्टिङको लागि ल्याइन्छ। अब त्यो फिमेल रोबोट उसको घरमा आएपछि अब कामकाज गरिदिने, उसको अब लोनलीनेसलाई हटाउने सबै कामहरू गर्दाखेरि अब अलिकति इन्टेन्स हुँदै जान्छ हैन। जब उले रोबोटको प्रोग्राममा कोडमा अलिकति रिफ्याक्टर गर्दाखेरि, चेन्ज गर्दाखेरि त्यो रोबोटको बिहेभियर चेन्ज हुन थाल्छ हैन। ह्युमन फ्रेन्डलीबाट ह्युमन एनिमी मोडमा गइदिन्छ हैन। बिस्तारै बिस्तारै मान्छेहरुसँग एग्रेसिभ हुन थाल्ने, भनेको कमान्ड्सहरु नसुन्ने, यस्तै हुन थाल्छ। मुभी एकदम नै राम्रो छ हैन। यसको पोजिटिभको कुरा गर्ने हो भने सबैको पर्फर्मेन्स एकदमै राम्रो छ, स्पेशली रोबोटको। मान्छेले नै एक्टिङ गरे तापनि एकदमै रोबोटिक वेमा एकदमै नेचुरली परफर्म गरेको छ। मलाई एकदमै राम्रो लाग्यो उसको पर्फर्मेन्स। यसको रन टाइम पनि एकदमै पर्फेक्ट छ, 1 hour 40 minutes। कुनै पनि सिन बोरिङ लाग्दैन, टोटल्ली इन्गेज्ड र हुक्ड बनाएर राख्छ। मलाई इभन पज पनि गर्न मन लागेन वाशरुम वा अरू ब्रेकहरू लिनको लागि। फ्यामिलीसँग त पटक्कै पनि हेर्न मिल्दैन, अब फ्रेन्ड्ससँग हेर्ने नहेर्ने आफै सोचेर डिसाइड गर्नु होला। यो मुभीमा ब्लडी सिन्सहरू एकदमै छ, स्ल्यासर, त्यो हातखुट्टा काट्ने, टर्चर गर्ने खालको छ, तर त्यस्तो एक्सट्रिम लेभलमा छैन। तर पनि कमजोर मुटु भएकोहरूले चाहिँ नहेर्दा पनि हुन्छ। यसमा एउटा सिन चाहिँ केटाहरूलाई एकदमै सिरिङ पार्ने खालको नै छ। त्यो कुन मोमेन्ट हो हजुरहरूले आफै मुभी हेरेर थाहा पाउनु होला। एडल्ट सिन्सहरू पनि एकदमै खुल्लम खुल्ला छ। एयरबड लगाएर मात्रै हेर्नु होला यो मुभी। मुभीको अराउन्ड 25 मिनट्स सकिएपछि बल्ल मुभीले अलिकति क्याचअप गर्यो, स्टोरी बिल्डअप भइसके जस्तो फिल हुन्छ। भने यसमा चाहिँ एकदमै फ्रिक्वेन्टली त्यो ट्विस्ट एन्ड टर्न्सहरू चाहिँ छैन। अलिकति एउटा एक्सन सिन आइसकेपछि अर्को एक्सन सिन आउनलाई अलिकति टाइम लाग्छ, बीचमा कुराकानीहरू र त्यो ग्यापहरू फिलिङ गरिरहेको हुन्छ। तर एकदम नै वर्थ इट छ। तपाईहरुलाई यस्तै खालको मुभी हेर्न मन लाग्छ भने डेफिनेटली गो फर इट। अब यसको नेगेटिभ्सको कुरा गर्ने हो भने एन्डिङ अलिकति बेटर हुन सकिन्थ्यो होला। एन्डिङ चाहिँ एकदमै कमन वेमा देखाएको छ, जुन चाहिँ अलिकति चित्त नबुझ्ने भन्दा पनि अलिकति इम्प्रुभ गर्न सकिन्छ कि जस्तो लाग्छ। त्यो बाहेक अरू नेगेटिभ पोइन्ट्सहरू त केही पनि छैन। यो मुभीलाई इजिली 8 out of 10 रेट गर्न सक्छु। यो रिभ्यू भिडियो हेरेर यो मुभी हेर्नु भयो भने चाहिँ पछि आएर कमेन्ट गर्नु न कस्तो लाग्यो भनेर।